This video is made for entertainment purpose only. It doesn't mean to hurt any. And don't take it seriously. अच्छा हमको सिखा रिया है हेलो एन्ड नमस्ते तपाईहरु सबैजनालाई गोविदाई ब्लगमा स्वागत छ। नयाँ हप्ता नयाँ ब्लग हेरेर मनोरञ्जन गरिदिनु होला। के बोल्ने भयो। सायद मेरो इन्ट्रोडक्सन जरु ब्लगरहरुको जस्तै एक्सपर्ट खालको इन्ट्रोडक्सन नभए तापनि मेरो भिडियो फर्स्ट टु लास्ट हेरिदिनु होला। भिडियो राम्रो साउन्ड चाहिँ कबाडी यस्तै भइराख्यो भने गोविदाई कसरी बन्छ करोडपति। साउन्ड नै नराम्रो भएपछि त गोविदाईको च्यानल कसैले नहेर्ने भइहाल्छ नि कि कसो हो। त्यसैले आज गोविदाई छ एउटा मिसनमा, मिसन न्यू रोड। कि त लुटिन्छ कि त जितिन्छ। पुरा भिडियो हेरेर थाहा पाउनु होला। अब भिडियो सुरु गरौँ है त। 1 2 3 1 2 3 माइक चेक चेक। तपाईहरुले मेरो आवाज सुनिराख्नु भएको छ त? पक्कै पनि मेरो आवाज सुनिराख्नु भएको छैन। त्यसैले फोकस गरेर सुन्दा सुन्दा तपाईहरुको कान पनि पाकिसक्यो होला। त्यसैले यो समस्याको हल गर्नको लागि आज म जाँदैछु न्यू रोड। न्यू रोडमा गएर हामी किन्नेछौँ माइक। तर त्यो भन्दा पनि आजको वेदर चाहिँ एकदमै च्यालेन्जिङ छ। त्यसैले मलाई चाहिन सक्छ छाता। थ्यांक यू सो मच। मैले मलाई बाइकमा लाने भनेन। अनि यो गाडी हेर न, बाइक भन्दा कति राम्रो छ। 50 60 जना थियो। कैसा लगा मेरा मजाक? यो कति बाइक किन्नु हो? त्यसो पनि लोकल ट्रान्सपोर्टेसनको पनि एउटा मजाले न हो। यो त हामीले कलेज गर्दाखेरि त सुरु गरेको। यही नहीं, अभी और सुनिए। मैले त अझ हैन हजुरको यो बस चाहिँ हैन फर्स्टचोटि के भन्छ नि अब सुरु गर्दाखेरिको दिनमा हैन हाम्रो यो हजुरको यो बसले चाहिँ सकेन। यहाँदेखि पुरा लगेर गएर रिङ रोड एक र भाडा लिएर आएर हाउसिङमा छोड्दा थियो। त्यो पनि फ्री अफ कस्ट छ क्या। अनि एउटा इन्ट्रेस्टिङ कुरा के भने होइन एउटा यही रोडको यही गाडीको एउटा सहर चालक बाइकको नाम चाहिँ मिलन थियो क्या होइन। त्यो दाइले गर्दा मोटे मोटे हुन्थ्यो होइन। त्यो दाइले चाहिँ हामीलाई चिन्ने होइन। हामीलाई कहिले पनि पैसा लिनु सक्छ क्या। यदि दिन थाल्यो भने अप्ठ्यारो मात्र हुन्छ क्या। त्यो चाहिँ एउटा इन्ट्रेस्टिङ फ्याक्टर क्या यो रोडको गाडी गर्छ क्या। अब यो बाइकमा हिँड्ने भनेर चाहिँ भनियो। तर बाइक इन द सेन्स कि आफ्नै बाइकमा चाहिँ होइन पठाओ इनड्राइभ गरेर चाहिँ प्रायः जस्तो बाइकमा नै यताउति हिँड्ने ओह्रोदोह्रो गर्ने चाहिँ गरिरहेको नै हुन्छ। किनभने आजभोलि इनड्राइभमा चाहिँ अलिकति सस्तो हुन्छ बाइकमा यताउति हिँड्नको लागि। सो प्रायः जस्तो अलिकति पब्लिक बसमा चाहिँ हुँदैन। प्लस पब्लिक बसमा हिँडिराख्नुको लागि काम पनि परेको छैन। सायद अब यो भ्लगिङ गर्न थाले पछाडि चाहिँ अब काम पर्न सक्छ। त्यसैले आफ्नो बाइक नभइन्जेलसम्म चाहिँ पब्लिक ट्रान्सपोर्टेसनमा नै उता जाने बनाउने चाहिँ गर्न चाहिँ सकिन्छ। अनि जाँदैछौँ भर्खरै सालमा बेसी आइपुग्यो। कति बवाल गाडी।
साथीहरू हामी आइसकेका छौँ। अब हाम्रो डेस्टिनेसन जब धेरै टाढा छैन। हामी जे हर्न गर्नको लागि आएको थियो त्यो अब यहाँबाट 100 मिटर्स जति मात्रै पर छ। चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। आरएनएसीमा बसबाट ओर्लिसकेपछि म आरएनएसीको बायाँतर्फ लाग्दै आफ्नो गन्तव्यतिर लागे। पानी आफ्नै गतिमा सिरिरिरी परिरहेको थियो, त्यसैले मैले छाता निकालेर ओढे। मोबाइल हातमा झुन्डाउँदै मोबाइलमा हेर्दै बोल्दै हिँड्दाखेरि बाटोमा भएका मान्छेहरूले मलाई घुरी घुरी मुसु मुसु हाँसी हेरिरहेका थिए। यसले मलाई केही हदसम्म अप्ठ्यारो र लाज पनि लागिरहेको थियो। तर आफूले सोचेको कुरा र गर्न मन लागेको कुरा के लजाउनु, सबैको नजरलाई टालेर पनि टाल्न सकिँदैन। यही सोच्दै म अघि बढेँ। अघि बढ्दै जाँदाखेरि मैले एउटा अनौठो पसल पनि भेटेँ। त्यसलाई अनौठो भन्नु त अनावश्यक नै हो। त्यो पसल अनौठो भनी पक्कै थिएन। त्यो पसल हामी सबैलाई चाहिने पसल थियो। होइन त यार, यो क्लोज प्लाजामा आएछ। हामी त उता जानुपर्छ। हाम्रो मिसनै उता छ। जाउँ उतापट्टि है। लेट्स गो। जो भइजा हाम्रो एयरफोन चाहिँ कहाँ पाउँछ? त्यो हाम्रो बाइक लिने ठाउँ भनेको चाहिँ त्यहाँ परबाट त्यो गेटबाट त्यस्तो लेफ्ट साइडमा सिधै अनि त्यहाँनिर पाइन्छ। तर मार्केटिङ गर्नुपर्छ होला गरौँ भने त, किनभने हामीले त्यस्तो ग्याजेट कहिले पनि युज गरेको छैन। हामीलाई थाहा पनि छैन, आइडिया पनि छैन। त्यसैले हामी त्यहाँ पुग्नुपर्छ। अनि हेरौँ कस्तो अब हामीले किन्न थालेको सामान पाउने पसल चाहिँ यहाँभन्दा अलिकता 5-10 मिटर जस्तो चाहिँ अगाडि छ। हेरौँ अब त्यहाँनिर के हुन्छ। अब अहिलेसम्म अब यस्तो खालको ग्याजेटहरू किनेको छैन होइन। अब पक्कै पनि सस्तो नै हुन्छ। त्यो हालिदिनु पर्यो। तर पसलहरू सबैले चाहिँ अब एकदमै कम्फोर्टेबल प्राइसमा पाउनु बेसी अगाडि हुन्छ। होपफुली हाम्रो त्यो इलेक्ट्रोनिक ग्याजेट पनि कम्फोर्टेबल प्राइसमा नै आउँछ भनेर चाहिँ अलिकति आशै छ। तर पनि स्टिल डाउट छ क्या कता कता प्राइस हेरेको छैन। म हिँड्दै डुल्दै आफ्नो गन्तव्यमा पुगेँ। गन्तव्य थियो मोबाइल पसल। मोबाइल पसलको दाजुले मलाई भिडियो खिच्नु भन्दै थियो। तर मलाई त्यहाँ भिडियो खिच्न उचित लागेन र मैले खिचिन पनि। त्यहाँ धेरै मान्छेहरू सामान किन्न आएका थिए र सामान किन्ने मान्छेहरू बार्गेनिङ गर्दै थिए र उनीहरूको प्राइभेसीलाई हनन गर्नु मेरो नैतिकताले दिएन। त्यसैले मैले केही पनि भिडियोहरू खिचेन। तर हामीले किन्न गएको सामान भने हामीले पायौँ।
ओके फाइनली हामीले खोजेको सामान हामीले पाएका छौँ तपाईँहरूले पनि थोरै अलिकति डिफ्रेन्सेस चाहिँ पाउनु भयो होला मेरो भोइसमा कसो होला मैले चाहेको सामान मैले पाइसकेँ र तिमी पनि सके। त्यसलाई टेस्ट गरेर देखाउने छु अर्को भ्लगमा अर्को हप्ता। त्यतिन्जेलसम्म यस भ्लगलाई हेरेर मनोरञ्जन लिनुहोला, सपोर्ट गर्दै गर्नुहोला। थ्याङ्क यू सो मच। हस्त नमस्ते। सी यू अल नेक्स्ट विक। गुड बाई।